बनाएका छौं। जुन कपास राख्ने हाम्रो के हो भनेपछि यहाँबाट आएका जुन कार्बन धुवा हुन्छ त्यहाँबाट ठुला ठुला कणहरूलाई चाहिँ यसले छेड्ने गर्छ। यो भित्रको पहिलो लेयरमा हामीले कपासको युज गरेको छौँ, जसले गर्दा यहाँकोबाट आएको कार्बन धुवाको ठुला ठुला कणहरूलाई छेकेर अगाडि पठाउने गर्छ र त्यहाँबाट आइसकेपछि हामीहरूको यहाँ रहेको छ एक्टिभेटेड कार्बन रहेको छ। यसले चाहिँ के गर्छ भनेपछि हामीहरूको यो एउटा हामीहरूको जुन चारकोल हुन्छ, चारकोललाई एकदमै हाई टेम्परेचरमा हिट गर्दाखेरि चाहिँ एक्टिभेटेड चारकोल बनिन्छ, जसले गर्दा चारकोलमा चाहिँ धेरै किसिमका धेरै किसिमका रासायनिक तत्त्व हुनाले त्यहाँ कार्बन एकदमै धेरै मात्रामा हुन्छ, जसलाई हामीले यसलाई हिट गर्यो भने हामीहरूको बनिन्छ एक्टिभेटेड चारकोल, जसले गर्दा अरू कोणहरू चाहिँ गइहाल्छन् र कार्बन चाहिँ एकदमै रहन्छ। अरू कोणहरू गएको ठाउँमा चाहिँ खुकुलो हुन्छ, त्यो खुकुलो ठाउँमा चाहिँ यहाँबाट आएको कार्बनको बाँकीको धुवा यहाँमा एब्जर्भ गर्छ, जसले गर्दा चाहिँ कार्बनको केही मात्राको उसको जुन स्मेल हुन्छ त्यसलाई पनि एब्जर्भ आफूमा समातेर र कार्बनको उसलाई एब्जर्भ गर्ने गर्छ। त्यसपछि फेरि अर्को लेयरमा हामीले राखेका छौँ। अर्को लेयरमा हामीले के राखेका छौँ भनेपछि यहाँमा पनि हामीले एउटा कपासकै रूपमा युज गरेका छौँ र हामीले यो कपासको रूपमा युज गर्न कारण के भने यताबाट कुनै कम मात्रामा कणहरूलाई छेकेको छ भनेपछि यसलाई पनि छेक्न सक्छ यता, र यताबाट धुवा हामीहरूको यो कन्टेनरमा आउँछ। यसले चाहिँ के गर्छ नि एयरलाई एकदमै प्युरिफाई गर्छ, जसको हामीहरूले क्याल्सियम हाइड्रोक्साइडको सोल्युसन बनाएका छौँ, जो चाहिँ लिक्विड फर्ममा हुन्छ। अनि क्याल्सियम हाइड्रोक्साइड र जब यहाँबाट आएको कार्बन धुवा CO2 को रियाक्सन हुँदाखेरि चाहिँ हामीहरूको क्याल्सियम कार्बोनेट बनिन्छ, जो चाहिँ सोलिड फर्ममा यसको तल तिरिन्छ र बाँकीको जुन धुवा माथिबाट गइरहेको हुन्छ यो धुवा चाहिँ कार्बन चाहिँ होइन। किनभने चाहिँ कार्बन नहुन कारण के भनेपछि जहाँ हामीहरूको फ्याक्ट्रीमा काम हुन्छ, धुवाहरू उत्पादन हुन्छ, त्यहाँ सिर्फ कार्बन मात्र हुँदैन, कयौँ अरू यस्ता धुवाहरू छन्, अक्सिजन अनि कार्बन मोनोअक्साइड, सल्फरिक डाइअक्साइड जस्ता विभिन्न अरू ग्यासहरू पनि उत्पादन हुन्छ। त्यसलाई चाहिँ छोडिदिन्छ र कार्बनलाई चाहिँ एउटा क्याल्सियम हाइड्रोक्साइडले चाहिँ कार्बन